अब यो राजनैतिक व्यङ्ग्यका चाहिँ यो फितकौलीले छाप्ने हुनाले जस्तो अस्ति भर्खर मात्रै पनि एउटा छापिएको थियो। त्यो जुन यस प्रकारको छ। उत्तर दक्षिण आउँदैछ रेल पत्याइदियौँ हामीले। उत्तर दक्षिण आउँदैछ रेल पत्याइदियौँ हामीले। हाम्रै देशको आउँदैछ तेल पत्याइदियौँ हामीले। गाउँ घरमा सिंहदरबार, गाउँ गाउँमा सिंहदरबार, घर घरमा रोजगार, विकासको त आउँदैछ भेल पत्याइदियौँ हामीले। गाउँ गाउँमा सिंहदरबार, घर घरमा रोजगार, विकासको त आउँदैछ भेल पत्याइदिएमा हामीले। तिम्रा कुरा पत्याएर वर्षौंदेखि सरकार, तिम्रा कुरा पत्याएर वर्षौंदेखि सरकार, बनाउने र गिराउने खेल पत्याइदिएमा हामीले। बनाउने र गिराउने खेल पत्याइदियौँ हामीले। बिचौलिया हाबी भए सत्ता सञ्चालनमा, बिचौलिया हाबी भए सत्ता सञ्चालनमा, बिचौलिया नेताको मेल पत्याइदिएमा हामीले। बिचौलिया नेताको मेल पत्याइदिएमा हामीले। चारैतिर हर्षै हर्ष, चारैतिर हर्षै हर्ष, विस्मात छैन कतै, कागलाई पाक्यो रे बेल पत्याइदिएमा हामीले। चारैतिर हर्षै हर्ष, विस्मात छैन कतै, कागलाई पाक्यो रे बेल पत्याइदिएमा हामीले। पत्याइदिएमा हामीले। हस्, धन्यवाद। यो चाहिँ अस्ति उम्, भर्खर मात्रै त्यो फितकौली भन्ने अनलाइन हाँस्य व्यङ्ग्य पक्षमा यसमा त्यसमा छापिएको थियो। उनीहरूले अलिकति व्यङ्ग्यात्मक गजलहरू छाप्ने हुनाले मैले त्यसरी राखेँ। अब म फेरि कन्टिन्यू गरौँ कि कसो गरौँ? प्लिज प्लिज कन्टिन्यू गरौँ। आजको कन्टिन्यू। साँझ तपाईँको साँझ हो, अनि त्यो मोटामोटी 15 मिनट सिद्धिएपछि अलिकति त हो, सिद्धिसक्यो, अनि हामी बन्द हजुर। गर्छौँ र अर्कोतिर लाग्छौँ प्लिज। अब त्यही फितकौलीमा चाहिँ अर्को अर्को एउटा चाहिँ गजल पनि छापिएको थियो। त्यो पनि अलिकति त्यो ठट्यौली खालकै, अलिक व्यङ्ग्यात्मक खालकै, जुन चाहिँ यस प्रकारको छ। लाग्थ्यो पहिले 19को 20 भो जिन्दगी, लाग्थ्यो पहिले 19को 20 भो जिन्दगी, तर खिया लागेको जिनिस भो जिन्दगी। यो खिया लागेको जिनिस भो जिन्दगी। लाग्थ्यो पहिले 19को 20 भो जिन्दगी, तर खिया लागेको जिनिस भो जिन्दगी। आफ्नै मात्र धोक्रो भर्ने, आफ्नै मात्र धोक्रो भर्ने तिर लाग्दा लाग्दै, बल्ल थाहा हुन आयो ठिस भो जिन्दगी। बल्ल थाहा हुन आयो ठिस भो जिन्दगी। दुखम सुखम रोपेको त्यो जागिरको रुखमा, धेरै जसो त जागिरै गरेँ मैले झन्डै जीवनका 36-37 वर्ष। दुखम सुखम रोपेको त्यो जागिरको रुखमा, अमृत फल्ला भनेको त 20 भो जिन्दगी। अमृत फल्ला भनेको त 20 भो जिन्दगी। बुद्धि अनि विवेक भन्दा, बुद्धि अनि विवेक भन्दा धन चल्ने ठाउँमा, खुसी भन्दा आवेग र रिस भो जिन्दगी। खुसी भन्दा आवेग र रिस भो जिन्दगी। किनारामा लौरो बिर्से, किनारामा लौरो बिर्से खोला तरेपछि, जागिर गर्दा टाए टाए फिस भो जिन्दगी। जागिर गर्दा टाए टाए फिस भो जिन्दगी। अब अहिले करिब करिब रिटायरमेन्टकै अब ठाउँमा पुग्यो। अझै अब 2-4 महिना मात्रै बाँकी छ, त्यसपछि म रिटायर हुन्छु। अनि जीवनमा यसो जीवन जागिरी जीवन फर्केर हेरेको, यो उयो किनारमा पुगे, खोला तरेपछि किनारमा लौरो बिर्से जस्तो। अनि जागिरले गर्दाखेरि जिन्दगी त टाँ टाँ फिस भयो जिन्दगी भने जस्तो लागेर, त्यसलाई अलिकति ठट्यौली पारामा गजल लेखेर अनि त्यहाँ फितकौलीमा पठाइदिएको, उसले छापेछ यो। गुड गुड। अब अर्को जाउँ भाइ, अर्को गजब लाग्यो मलाई पनि। अब त्यस्तै गरी अर्को चाहिँ एउटा यो राजनैतिक व्यङ्ग्यात्मक खालको अर्को एउटा गजल। यो हाम्रो अहिलेको राजनीतिक, हाम्रो परिवेशसँग पनि, हाम्रो देशको अवस्थासँग पनि अलिकति मिल्छ जस्तो लाग्छ। जुन यस प्रकारको छ। यस्तै हो बोकाले दाइँ गरेपछि गोरु ब्याएपछि, यस्तै हो बोकाले दाइँ गरेपछि गोरु ब्याएपछि, यस्तै हो नआउनु पर्ने मान्छे कुर्सीमा आएपछि, यस्तै हो नआउनु पर्ने मान्छे कुर्सीमा आएपछि। दुधको साँची बिरालो, दुधको साँची बिरालो हामीले नै राखेको हो। दुधको साँची बिरालो हामीले नै राखेको हो। सक्यो दुधको कराई बिरालोले रजाइ गरेपछि, सक्यो दुधको कराई बिरालोले रजाइ गरेपछि।
काम नगरेपछि कुनै पनि काम नगरेपछि कुनै पनि गल्ती नै हुँदैन। काम नगरेपछि कुनै पनि गल्ती नै हुँदैन। कसरी गरोस् त उसको बुताले नभ्याएपछि, कसरी गरोस् त उसको बुताले नभ्याएपछि। काम गर्नेको त काम गर्नेको गल्ती त भेटिन्छ नि कतै कतै। काम गर्नेको गल्ती त भेटिन्छ नि कतै कतै। रात बिरात लुक्दै छिप्दै घरिघरि चियाएपछि, रात बिरात लुक्दै छिप्दै घरिघरि चियाएपछि। राम्रो कामलाई राम्रो गर्यो, राम्रो कामलाई राम्रो गर्यो भन्दा सानो भइन्छ। आफू ठुलो होइन्छ अरूलाई बेस्सरी खुइल्याएपछि, आफू ठुलो होइन्छ अरूलाई बेस्सरी खुइल्याएपछि। हस्, धन्यवाद। हजुर, यो सुरुको दुईटा चाहिँ एकचोटि फेरि दोहोऱ्याउनु हजुर यसको। माथिका शेरहरू हजुर हजुर यो दुईवटा लाइनले एउटा शेर बन्छ अनि दुईटा जुन सेयर चाहिँ भन्नुहोस् यसको न। सुरुको हजुर दुईटा सेयर चाहिँ साह्रै सुरुको चाहिँ छुटिलो लाग्यो मलाई, एकचोटि हो फेरि दोहोऱ्याइदिनुहोस् न। यस्तै हो बोकाले दाइँ गरेपछि गोरु ब्याएपछि। यस्तै हो बोकाले दाइँ गरेपछि गोरु ब्याएपछि। यस्तै हो नआउनु पर्ने मान्छे कुर्सीमा आएपछि। यस्तै हो नआउनु पर्ने मान्छे कुर्सीमा आएपछि। दुधको साँची बिरालो हामीले नै राखेको हो। दुधको साँची बिरालो हामीले नै राखेको हो। सक्यो दुधको कराई बिरालोले रजाइ गरेपछि। सक्यो दुधको कराई बिरालोले रजाइ गरेपछि। हस्, धन्यवाद। यी सुरुका गजब दुई छ, शेरहरू। गजब गजब छ, गजब छ। ल प्लिज अर्को अब। अब त्यसै गरी चाहिँ अलिकति यो समकालीन साहित्यमा एउटा नेपाली गजलहरूको समकालीन साहित्यमा एउटा गजलको त्यहाँ छुट्टै पोस्ट गर्ने ठाउँ छ। त्यो समकालीन साहित्यले चाहिँ प्रकाशित गरेर छ मेरो गजल। त्यो चाहिँ अलिकति अब यो लभ स्टोरीसँग अलिकति सम्बन्धित छ। जस्तो जुन यस प्रकारको छ। रातहरूको रहस्य खोल्दा तर्किएर हिँडी काली। त्यो काली भनेको कुनै एउटा चाहिँ अब चाहिँ स्त्री बिम्ब भयो, प्रतीकात्मक पात्र, हजुर प्रतीकात्मक पात्र भयो। सत्य पनि रातहरूको हुनसक्छ। रहस्य खोल्दा तर्किएर हिँडी काली, मैले छिल्लिएर बोल्दा झर्किएर हिँडी काली। रातहरूको रहस्य खोल्दा तर्किएर हिँडी काली, मैले छिल्लिएर बोल्दा झर्किएर हिँडी काली। कुरै सुन्न चाहिन मेरो, कुरै सुन्न चाहिन मेरो, सँगै रात बिताउँ भन्ने, आँसु पिई बाँच्नु भनी लड्किएर हिँडी काली। आफ्नै आँसु पिएर बाँच्नु भनेर लड्किएर हिँडी काली। चितामाथि जले पनि तिम्रै लागि बाँच्छु भन्दा, चितामाथि जले पनि तिम्रै लागि बाँच्छु भन्दा, कान थुनेर नटेरेरै कर्किएर हिँडी काली। कान थुनेर नटेरेरै कर्किएर हिँडी काली। वियोगले जले पनि बेहोस भई ढले पनि, वियोगले जले पनि बेहोस भई ढले पनि, पुलुक्क हेरी परैबाट फर्किएर हिँडी काली। पुलुक्क हेरी परैबाट फर्किएर हिँडी काली। मर्न खोजे कालको मुख, मर्न खोजे कालको मुखबाट जबरजस्ती खोसी, आलो घाउमा नुन खुर्सानी छर्किएर हिँडी काली। आलो घाउमा नुन खुर्सानी छर्किएर हिँडी काली। गजब छ, गजब छ। यो सामान्यतया गजल लेख्दाखेरि चाहिँ अब मैले जानेको यो 5वटा शेरहरूमा लेखिन्छ। 10 लाइन 10 हरफहरू हुन्छन्। तर धेरै पनि लेख्न सकिन्छ भनेर हाम्रो घनश्याम परिश्रमी सरले भन्नुभएको थियो। मैले सामान्यतया 5-5वटै लेखेको छु। हजुर, अब अर्को चाहिँ यो मेरो अनलाइन खबर त यहाँले अनलाइन खबर चाहिँ धेरै हेरिरहनुहुन्छ होला। यो अनलाइन खबरमा पनि मेरो एउटा गजल छापिएको थियो। यो पनि अलिकति अब त्यो लभ ट्रेजेडीसँगै सम्बन्धित छ। जस्तो जुन यस प्रकारको छ त्यो अनलाइन खबरमा छापिएको। मेरो मुटु कलेजोमा थियौ र त रोएँ, मेरो मुटु कलेजोमा थियौ र त रोएँ, एकैचोटि ठुलो चोट दियौ र त रोएँ, एकैचोटि ठुलै चोट दियौ र त रोएँ। दिल दुख्दा पनि आशा भरोसामा थिएँ, दिल दुख्दा पनि आशा भरोसामा थिएँ, तर आज फरक बाटो लियौ र त रोएँ, तर आज फरक बाटो लियौ र त रोएँ। सिन्की जस्तै भैछौ के को पिरो सुर्ता पर्यो, सिन्की जस्तै
जस्तै भैछौकेको पिर सुर्ता पर्यो, त्यति साह्रै दुब्लाएर खियौ र त रोएँ, त्यति साह्रै दुब्लाएर खियौ र त रोएँ, के भएर शून्य लाग्यो छिट्टै टाढा भयो, के भएर शून्य लाग्यो छिट्टै टाढा भयो, तिमीले साह्रै छोटो जीवन जियौ र त रोएँ, तिमीले साह्रै छोटो जीवन जियौ र त रोएँ, तिम्रो काख घोप्टिएर रोएका दिन सम्झे, तिम्रो काखमा घोप्टिएर रोएका दिन सम्झे, जीवनदेखि हारी विष पियौ र त रोएँ, जीवनदेखि हारी विष पियौ र त रोएँ। हस्, धन्यवाद। यो चाहिँ अनलाइन खबरमा छापिएको थियो। ल, अब अब अर्को अर्को। चाहिँ अर्को यो उसले एउटा चाहिँ यो नेपाली कविताको सङ्ग्रह भनेर, नेपाली कविताको विशाल सङ्ग्रह भनेर नेपाली पोएम भन्ने अर्को एउटा अनलाइन रहेछ। यो http://inipal.org/नेपाली पोइम्स भन्ने रहेछ अनलाइन, त्यसले छापेको रहेछ फेरि। हजुर यो जुन चाहिँ यस प्रकारको छ, अलिकति छोटो छ यो। यो चार चार आठ मात्राको छ। केही छैन लिनु पनि, केही छैन दिनु पनि, केही छैन लिनु पनि, केही छैन दिनु पनि, मायाको मूर्ति कुद्नु थियो राखिएन छिनु पनि, मायाको मूर्ति कुद्नु थियो राखिएन छिनु पनि, सम्झनाका मुनाहरू, सम्झनाका मुना पलाउँथे कि दिइएन चिनु पनि, बुढो झिनो आशामा बुढो गिद्ध कुर्न खोज्छ सिनो पनि, कलिलो स्वाद त त्यस्तै हो, कलिलो स्वाद त त्यस्तै हो, आशा लाग्छ जिनु पनि, घमण्डले बिगारे थियो मिनुलाई, त्यस्तै रहेछ बिनु पनि, त्यस्तै रहेछ बिनु पनि। यो चाहिँ त्यो आई नेपाल भन्ने अनलाइनमा छापिएको रहेछ। हजुर। अनि अर्को एउटा यो रातो पार्टीमा चाहिँ छापिएको रहेछ। यो चाहिँ हाम्रो प्रधानमन्त्री एकपल्ट इन्डिया जाने भिजिट कार्यक्रम थियो। त्यो इन्डियाको भिजिटका लागि चाहिँ प्रधानमन्त्री जाँदै गर्दा मैले चाहिँ मेरो गजलले प्रधानमन्त्रीलाई सन्देश दिएँ, जुन चाहिँ रातो पार्टीमा छापिएको थियो। भारतीय शासकलाई गलाएर आऊ, भारतीय शासकलाई गलाएर आऊ, असमान सन्धिलाई जलाएर आऊ, नेपालीको शिर ठाडो पार्ने काममा मात्र नडराई फल्ने जति फलाएर आऊ, नडराई फल्ने जति फलाएर आऊ, सीमा नजिकको बाँध, सीमा नजिकको बाँध भत्काउन लगाऊ, हामीलाई हेप्ने प्रवृत्तिलाई ढलाएर आऊ, हामीलाई हेप्ने प्रवृत्तिलाई ढलाएर आऊ, साम्राज्यवादका सामु कहिल्यै नझुकेको हाम्रो इतिहासको कुरा चलाएर आऊ, मुलुकको हितलाई सर्वोपरि ठान लम्पसारवादको बिल्ला नलाएर आऊ, लम्पसारवादको बिल्ला नलाएर आऊ। धन्यवाद। यो चाहिँ रातो पार्टीमा छापिएको थियो होइन। यो त्यति बेला हाम्रो प्रधानमन्त्रीजी भिजिटमा जाँदै हुनुहुन्थ्यो। अब हामी प्रधानमन्त्रीजीहरू त यो लम्पसारवादी हुन् भनेर आरोप पनि लाग्ने, त्यो आरोपको त्यो लम्पसारवादको बिल्ला नलाएर आऊ भन्ने सन्देश दिनलाई चाहिँ मैले चाहिँ उ गरेको थिएँ। समयलाई ध्यान दिनुपर्छ होला सायद। सो अब म अन्तिममा एउटा मात्रै सुनाउँछु। तपाईँले सिद्ध्याउनु भयो कि अर्को कुनै छ कि छैन, मतलब छैन भने अर्कोतिर लागौँ, हामीसँग समय चाहिँ सिद्धिसक्यो। ए ल, त्यसो भएदेखि म लास्ट एउटा चाहिँ छोटो, म चाहिँ सुर्खेतबाट उता के अरे नेपालगञ्जबाट सुर्खेत जाँदै थिएँ, माइक्रो बसमा चढेर जाँदै थिएँ कि। हजुर। अनि छिन्चुबाट मेरै छेउमा एउटी आएर बसी, अनि हामी चाहिँ सँगै नजिकै एउटै सिटमा हामी दुईजना चाहिँ सुर्खेत पुग्यो। अनि मलाई सुर्खेत पुगेपछि गजल लेखेँ मैले, जुन यस प्रकारको छ। माइक्रो चढ्दा मेरै छेउमा टाँसिरहेथी एउटी, घरिघरि पुलुक्क हेरी हाँसिरहेथी एउटी, माइक्रो बसमा मेरै छेउमा टाँसिरहेथी एउटी, घरिघरि पुलुक्क हेरी हाँसिरहेथी एउटी, करौती जस्ती छुरा जस्ती, करौती जस्ती छुरा जस्ती आँसी जस्ती लाग्ने, अर्कोपट्टि छोइयो भनी छासिरहेथी एउटी, मपट्टि टाँसिने अर्कोपट्टि छोइयो भनेर छास्ने, अर्कोपट्टि छोइयो भनी छासिरहेथी एउटी, यता टाँसिने उता मुटु छेड्ने गरी बोल्ने, यता टाँसिने उता मुटु छेड्ने गरी बोल्ने, मलाई कन्या उसलाई धनु रासिरहेथी एउटी, मलाई कन्या उसलाई धनु रासिरहेथी एउटी, एक मनमा खुसी लाग्थ्यो, एक मनमा खुसी लाग्थ्यो, अर्को मनमा रिस लागिरहेथ्यो, मलाई पोथी बासिरहेथी एउटी,
पब्लिक बसमा ठेलमठेल यात्रा गर्नुपर्ने, पब्लिक बसमा ठेलमठेल यात्रा गर्नुपर्ने म जस्तै परिस्थितिको दासी रहेथी एउटी, म जस्तै परिस्थितिको दासी रहेथी एउटी। हस्, धन्यवाद। मैले अब यो व्यङ्ग्यात्मक हुन्छ। ल ठिक छ पदम दाई, यो बिचमा अलिकति सानो प्राविधिक ऊ भयो। अब के गरौँ भने नि हाम्रो समीक्षाको लागि प्रदीप चन्द्र भट्टराई डाक्टर साहबलाई म निवेदन गर्छु। ल प्रदीप भट्टराई प्लिज। धन्यवाद। समय कम छ, त्यसो हुनाले म एकदम छोटकरीमा समीक्षा गर्छु। पदम, मैले त अघि त्यो पद्मजल भनेर राखेको थिएँ होइन, नाम राम्रो जुरेर। आज जलको पान गरियो। उहाँको लेखनमा विविधता छ। जम्मा आज 8वटा गजल हामीले सुन्न पायौँ। त्यसमा कुनै राजनीति सम्बन्धी, समसामयिक राजनीति सम्बन्धी व्यङ्ग्य छ, कहीँ प्रेमको कुरा छ, कहीँ अलिकति यो रागात्मक रागले जन्माएको भावनाहरू एउटा पुरुष र महिलाको बिचमा छ। विविधतामा उहाँको लेखन देखिन्छ। र सबभन्दा पहिला हामीले यो पत्याइदियौँ हामीले भन्ने शीर्षकमा यो एकदमै व्यङ्ग्यात्मक, राजनीतिक व्यङ्ग्यात्मक र समसामयिक छ। र यो नेपालमा कस्तो देखिन्छ भने आजभन्दा 15 वर्ष पहिला लेखेको व्यङ्ग्य पनि अहिले हुबहु मिल्छ। यो हाम्रो विडम्बना हो। 15 वर्ष अगाडि राजनीति ढङ्गले लेखेको व्यङ्ग्य पनि अहिलेको अवस्थामा ठ्याक्कै मिल्छ। यो भनेको चाहिँ के हो भने हामीले धेरै प्रगति गर्न सकेका छैनौँ भन्ने हो। यसमा पनि त्यो किसिमको जहिले पनि मिल्ने, नेपालमा मिल्ने खालको व्यङ्ग्यहरू छ। राजनीतिज्ञले जे भन्दाखेरि पनि हामीले चाहिँ पत्याइदिनु पर्ने अवस्था छ। उनीहरू जे पाए त्यही भन्छन् र के सोध्छन् भने जनताले पत्याइहाल्छन् भन्ने किसिमको सोध्दछन् भन्ने कुराहरू यो गजलमा मिसिएको छ। र अर्को एउटा छ, मान्छेले आफ्नो जिन्दगीमा धेरै ठुलो कुराहरू सोचेको हुन्छ। यो ठिस भो जिन्दगी भन्ने एउटा शब्दहरू पनि बडा एकदम मार्मिक छ, मनमा एउटा घोच्ने शब्द छ। र मानिसको जिन्दगी सामान्यतया एभरेज मान्छेको, मध्यम वर्गको जिन्दगी धेरै ठुलो आशा र आकाङ्क्षाले बित्छ। यो गरौँ र ऊ गरौँ भन्दै दिन बितेको थाहा हुँदैन। त्यसै परिवेशमा हामी सबैलाई प्रायः मिल्ने खालको गजल छ यो। र जिन्दगीको वास्तविकता चाहिँ यसमा गजलकारले उल्लेख गर्नुभएको छ मिठो लयमा। जिन्दगीलाई भने जस्तो हुँदैन, यसो उसो गर्दा बितिहाल्दो रहेछ भन्ने कुरो। र तेस्रो चाहिँ उहाँले एउटा राजनीतिक व्यङ्ग्यात्मक गजल सुनाउनु भयो। त्यसमा चाहिँ नि वास्तवमा हामीले जुन कुर्सीको, राजनीतिक दलको जुन एउटा जिम्मेवारीको पद छ, त्यस पदमा चाहिँ नि नआउनु पर्ने मान्छे कुर्सीमा आएपछि अनि त्यो हामीले नै राखेको, दुधको साक्षी हामीले नै राखेको भन्ने प्रकारको एक खालको व्यङ्ग्यात्मक र एक खालको अहिलेको अवस्थासँग एकदमै असन्तुष्टिको भावनालाई गजलमा, साहित्यमा व्यक्त गर्नुभयो। र साहित्य भनेको कस्तो चिज रहेछ भने कसैलाई गाली गर्नु पर्यो भने पनि यो साहित्य मिसाउँदाखेरिमा कला हुँदो रहेछ। सिधै लेखियो भने गाली हुन्छ, त्यसलाई कला मिसायो भने गजलबाट भन्दाखेरिमा त्यो एउटा कला हुन्छ। त्यस्तै गरेर कुनै कुरा सिधै भन्दा भल्गर हुन्छ, त्यसलाई चाहिँ नि एउटा गजलमा, साहित्यमा मिसायो भने त्यो फेरि एउटा कला हुन्छ। त्यस कारणले उहाँले यसमा चाहिँ एउटा निराशा र एउटा आक्रोश पनि व्यक्त गर्नुभएको छ। र अर्को चौथो नम्बरको चाहिँ एउटा पात्र, काली भन्ने पात्र छ। त्यो कालीको लागि समर्पण गरेर लेख्नु भएको छ, कालीको बारेमा लेख्नु भएको छ। काली भन्ने बित्तिकै अब त्यहाँ विभिन्न एउटा चाहिँ नि महिलासँग एउटा त्यो जुन उहाँले पात्रको सिर्जना गर्नुभएको छ। अब यो सत्य हुनु पनि सक्छ, नहुनु पनि सक्छ। गजलकारहरू, साहित्यकारहरूले कतिपय कुराहरू आफ्नै भावनाका पनि लेख्छन्, सत्य पनि लेख्छन्, कतिपय भावनामा डुबेर लेख्छन्। त्यो कालीको बारेमा एउटा चाहिँ यो बडा राम्रो गजल चाहिँ छ। र अनलाइनमा 5औँ गजल चाहिँ नि यो वियोगान्त टाइपको प्रकारको छ। एउटा मान्छे वियोगमा कस्तो किसिमको उसले भावना आउँछ उसको मनमा, त्यसलाई शब्दमा व्यक्त गर्नुभएको छ। र अर्को बिकु र मिनुको गजल, बिकु र मिनुको दुईटाको कथाहरू यहाँ रहस्यमय छ। अलिकति यो बिकु र मिनुको कथाहरू त्यहाँ केही छ भन्ने कुरो देखिन्छ।
अहिले समीक्षकको आँखाबाट हेर्दाखेरिमा। र अर्को 7औं गजल चाहिँ एकदमै यो राष्ट्रियताले ओतप्रोत र नेपालीहरू, नेपालका शासकहरू इन्डिया जाँदाखेरि केही गुमाएर पो आउने हो कि केही चाहिँ नि हामीलाई घाटा हुने किसिमले पो आउने हो भनेर जहिले पनि त्यसै त हुनुपर्ने, र नेपालीहरू चाहिँ एउटा राष्ट्रियताको सवालमा अत्यन्त प्रखर छन् र जहिले पनि शासकहरू भारत जाँदाखेरिमा यो किसिमको भावना हामीलाई व्यक्त हुन्छ, मनमा आउँछ र यस्तो नगर्दै हुन्थ्यो भन्ने कुराको सन्देश उहाँले त्यो भाव, राष्ट्रियताको भाव चाहिँ र कता कता त्रासको भाव चाहिँ व्यक्त गर्नुभएको छ। र अन्तिममा सुर्खेत जाँदाखेरिमा एउटा मानिसको जीवनमा त्यो हुन्छ त्यस्तो, व्यक्त गरे पनि नगरे पनि एउटा महिलासँग सँगै यात्रा गर्दा ठोकिने, कहिलेकाहीँ रिसाउने, कहिले आकर्षित हुने, त्यो खालको एउटा रागात्मक र त्यसबाट ओतप्रोत भएर देखिन्छ। र अन्त्यमा के छ भने उहाँको लेखनमा विविधता छ। कसैले प्रेममा मात्रै लेखेको देखिन्छ, कसैले चाहिँ एउटा राजनीतिक कुरामा मात्रै लेखेको देखिन्छ। उहाँमा त्यो छ र लय एउटा चाहिँ जुन एउटा गजलको नियम छ, त्यो नियमलाई उहाँले एकदमै हुबहु पालना गर्नुभएको छ। त्यो चाहिँ त्यसको राम्रो पक्ष छ उहाँको। र उहाँले चाहिँ नि निरन्तर लेख्नुहुन्छ भन्ने कुरो थाहा भयो। यो वास्तवमा सिप नै हो, निरन्तरता हो। र मैले अलिकति यसमा देखेको चाहिँ कतिपय अलिकति यसलाई अझ राम्रो गर्न सकिने पक्षमा चाहिँ कतिपय कुराहरू गजलमा सिधै भन्नुभएको छ। कतिपय ठाउँमा, धेरै ठाउँमा त्यो प्रतीकात्मक, बिम्बात्मक छ, तर कतिपय ठाउँमा चाहिँ नि यो गजलमा सिधै भन्दाखेरि पनि त्यसलाई अलिकति बिम्बात्मक किसिमले प्रयोग गर्न सक्यो भने अझ राम्रो हुन्छ। यो त के छ भने जहिले पनि जुनसुकै लेखनमा पनि सुधारको गुन्जाइस त जहाँ पनि हुन्छ। मैले अहिले हेर्दाखेरिमा चाहिँ कतिपय ठाउँहरूमा अलिकति साहित्यको रस बिम्बले अथवा त्यसलाई अर्कै किसिमले भनेर हुन्छ। र अब के हुन्छ भनेर चाहिँ एउटा मैले पनि गजलको अलिकति हेर्दाखेरिमा त्यो लास्टको लाइन चाहिँ त्यसलाई के भन्छ, त्यो लाइन भन्दाखेरिमा चाहिँ मान्छेहरू एकदमै अप्रत्याशित खालका लाइनहरू आउँदाखेरिमा मान्छे चाहिँ त्यो गजलको बेग्लै मिठास हुन्छ। त्यो कतिपय ठाउँमा देखिन्छ, कतिपय ठाउँमा चाहिँ त्यो भनेको अर्थ त्यो अब के आउँदैछ भनेर चाहिँ त्यो पाठकलाई चाहिँ, श्रोतालाई चाहिँ त्यो होस्, र त्यो आइसकेपछि त्यसले बेग्लै एउटा चाहिँ चस्को मिठास बसोस्, भाइ, हामीसँग मिठास समय दियोस्। चाहिँ 2 मिनट मात्रै बाँकी छ है अब। समग्रमा एकदमै उहाँको गजलको राम्रो छ र प्रयास अझै गर्नुभयो भने यो त निखारिँदै जाने कुरा हो। उहाँको प्रयासमा धेरै धेरै धन्यवाद छ। अब हुन्छ सरजी त ल तपाईँ के डाक्टर। बाहिर निस्किनु पर्ने हो? होइन, ठिक छ ल, डाक्टर साहबले चाहिँ समीक्षा गर्नुभयो, यसको लागि धेरै धेरै धन्यवाद। हामीसँग